दिपको गाउँ माथि डाँडागोबाट देखिँदाको दृश्य यस्तो देखिँदो रहेछ। डाँडागाउँ रामबहादुर निवास निर्माण कार्यक्रम हुँदैछ। धमाधम सामग्रीहरू तयार हुँदैछ। हाम्रो किरण हान्छम भाइ, म ढुङ्गा बोक्ने यहाँ ढुङ्गा ओसार्दैछु। झ्यालको निर्माण कार्य हुँदैछ। हाम्रो नाइके हेडकर्मी अङ्कल, यो चाहिँ मूल घर पुरानो कम स्टाफ कुकम्यान। हिजोको कार्य यो थियो, माथि रोडदेखि बोकेर किरण भाइसँग काठ स्टोक किरण भाइ स्टुडेन्ट होस्टल धमाधम काम भइरहेको छ। हेडकर्मी नर दाइ, हेलो नमस्ते। नमस्ते नमस्ते। कान्छा नमस्ते दक्षु पुर्खा जन्तरी निवास मूल घर। ढुङ्गा कटिङको कामहरू भइरहेछ। यहाँ हाम्रो स्टाफ किचन चाहिँ यस्तो छ, अहिले पाक्दैछ, लन्च रेडी हुँदैछ। हाम्रो हेडकर्मी नाइके ए भङ्कान्छ त्यो चाहिँ माग बने मी त झ्याल हो ये इसी चाहिँ माने मुङ तस्यो अलिक दामी बने यार। निर्माण कार्य धमाधम छ। म चाहिँ ढुङ्गा बोक्नेमा परेँ। यो माथि ठडाइएको काठ चाहिँ हिजो किरण भाइ र मैले बोकेका थियौँ अनि ढुङ्गा ओसारिँदैछ। हिजो हाफ डे पछाडि अनि आज बिहानैबाट कन्टिन्यू। यो चाहिँ मेरो हतियार है त साथीहरू, किरण भाइको हतियार यहाँ छ। ताम चाहिँ एक बिघा गयो कि क्या हो। बाटो लामै छ साथीहरू। हाम्रो रामबहादुर अङ्कल घाँस छासेर, माइ गड कति अग्लो डर लाग्दो रुख, चिलाउनेको रुख। हाम्रो बाटो चाहिँ तलतिर जानुपर्ने। साथीहरू तपाईँहरूकोतिर यस्तो पाउँछ कि पाउँदैन? नाम के हुन सक्छ अनि यसको के भन्दा? यस्तै राम्रो देखिएको बाटो दामी छैन है। अनि यो के हुन सक्छ साथीहरू? के कुरामा प्रयोग गर्न सकिन्छ? कमेन्ट बिलो। तपाईँहरूलाई थाहा छ यो तल्लो घडामा के छ? यो के को लागि बनाइन्छ होला? कमेन्ट गर्नुहोस् ल। पारी खाप्चिङ अनि यता तलतिर देवको गाउँ, यो तल एउटा हरियो अनि सेतो टिनमा देखिएको घर चाहिँ मेरो मूल घर है त। अनि त्यो मास्तिर डाँडामा छ नि एउटा, त्यो पनि हाम्रो नयाँ घर। माथि डाँडा नाम मास्तिर देवको मास्तिर झुलो डाँडा। ढुङ्गा ओसार्ने कार्यक्रम धमाधम हुँदैछ। तलतिर पनि ढुङ्गा गएछ। यहाँबाट हामी ढुङ्गा ओसार्दैछौँ। यो ढुङ्गा चाहिँ हामीले माथि रोडबाट झारेका थियौँ। धेरै माथिसम्मै जानुपर्छ ढुङ्गा झार्नलाई। अनि यहीँबाट हामी ढुङ्गा ओसार्ने कार्यक्रममा व्यस्त छौँ। भारी पनि लोड गरियो साथीहरू। अब हेरिन्छ बोकेर टुई।
के गर्नु र साथीहरूले काम त गर्नै पर्यो गाउँघरमा ढङ्ग बोकाइ कार्यक्रम छ उफ जिन्दगी गाउँले साथीहरू गाउँमा यस्तै हुन्छ उकाली ओह्राली घाँस दाउरा ढुङ्गा माटो गाह्रो छ नि हो गाउँले जिन्दगी साथीहरू गाह्रो छ यसरी झार्नुपर्छ है साथीहरू ढुङ्गा झार्दाखेरि ओ साथी हो यस्तै छ गाउँले जिन्दगी सानो पुल साथीहरू पुरै म्युजिकमा काम गर्दै हुनुहुन्छ महँगो छ पुलै तिर त्यहाँ पकाउँछ ल